विगतमा म सधैँ एक्लै लड्दै आएको हुँ है गठबन्धनमा लड्ने मौका पनि पाएको छैन त्यस्तो हामीसँग गठबन्धन गर्ने रुचि पनि कसैले लिएका थिएन गएको चुनावमा गठबन्धन गर्ने रुचि कांग्रेसले देखायो जन्मेदेखि 15 महिनाको उमेरसम्म पूर्ण खोप लगाऊ पूर्ण खोप सुरक्षित भविष्य स्वास्थ्य कार्यालय उदयपुर र कांग्रेससँग गठबन्धन हुने भो म यहाँ उदयपुरबाट जाने कांग्रेस लगाएर कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त उम्मेदवार म हुने चर्चा भयो धेरै तपाईहरुले पनि सुन्नुभयो होला नारायण खड्कालाई अन्यत्र सारेर चाहिँ मलाई दिने चाहिने कुरा थियो पछि चाहिने विभिन्न कारणले चाहिने म भइन नारायण खड्काजी हुनुभयो मैले बहुतै म सोझो मान्छे छु हेर्नुस् म जहाँ लागेको गर्छु हेर्नुस् उस बेलामा कांग्रेस र हाम्रो गठबन्धन थियो त्यो हिमाल कार्कीलाई भोट देऊ पनि भनेर हिँडे म नारायण खड्कालाई भोट देऊ भनेर पनि हिँडेकै हो यहाँ भोट दिँदाखेरि पनि मेरो चलन एउटा छ फेरि हेर्नुस् म भोट लुकाउँदिन भोट दिँदाखेरि कहाँ भोट हाले भने देखाएर दिन्छु त्यो पहिली चाहिने तपाईको त्यो सत्यनारायण चौधरी उड्दाखेरि पनि देखाएर दिएको मैले नारायण खड्का उड्दाखेरि पनि देखाएर नारायण खड्कालाई भोट दिए त्यो गठबन्धनको कुरा त्यो गरे मैले अब आगामी चुनावमा हेर्नुस् आगामी चुनावमा के हुन्छ भन्ने कुरा आगामी चुनावको चाहिने गठबन्धनको अहिले ठेगान छैन हेर्नुस् यी आजै भोलि नै यो अहिले भएको 5 दलीय गठबन्धन टुट्छ कि रहन्छ भन्ने चाहिने बृहत चर्चा छ के को कारणले भन्दा त्यही एमसीसी को कारण यो भन्दा अघिल्लो चुनाव त जितेकै चुनाव हार्या हो मैले म जति मेरो बदर भयो त्यो सदर भएको भएदेखि म जितेकै थिएँ मलाई चाहिने यहाँ जनताले अहिलेसम्म पत्याकै छ तपाईहरु पत्रकारहरूले कतिको पत्यारो गर्नु भएको छ मलाई थाहा छैन तर जनताले चाहिने अझैसम्म पनि सधैँ चाहिने मलाई सम्मानजनक मत दिएको छ हार्दा जित्दा जहिले पनि सम्मानजनक मत नै ल्याएको छु मैले त्यसकारणले म एक्लै पनि लड्न सक्छु अब पार्टीको कुरा हो हेर्नुस् म योसँग गठबन्धन हुन्छ उसँग गठबन्धन हुन्छ भनेर अहिले भन्न सक्दिन पार्टीको कुरा हो पार्टीले जे निर्णय गर्छ त्यो निर्णय मान्न फेरि म पार्टीको असल कार्यकर्ता हुँ त्यो असल कार्यकर्ताको नाताले मैले पार्टीले जे निर्णय गर्छ त्यो मैले मान्छु